भोलि शनिबार बुङ्गोको अचार बनाएर मजाले घरमा बसेको दिन बुङ्गोको अचार बनाएर खानु पर्यो भनेर म चाहिँ यहाँ केरा बगानमा आएको छु। तर खै त केरा त एउटै पसाएको छैन कि। आकाशको फल आँखा तरी मर भने जस्तो बुङ्गो त ओ माथि परेछ नि। के गर्नु त अब त्यस्तो त छनु चाहिँ दुईटा रहेछ। टिप्ने बेला पनि भएको छैन क्या। र कसरी टिप्नु त यो त टिप्न नमिल्ने रहेछ। लु जस्तो अब बुङ्गाको अचार खाने मेरो चाहना अधुरो रह्यो।